हेलो साथीहरू, आज चाहिँ म निस्केँ कि घरदेखि, तर सदाको लागि होइन, एकछिन चाहिँ निस्केको क्या। अनि त्यहाँदेखि म कहाँ गएको भनेर चाहिँ कि जब पुग्छु नि अनि भन्छु ल भनेर चाहिँ अहिले नै चाहिँ नभनेको क्या। अनि मेरो साथीहरू चाहिँ अघिदेखि सिटी पर्खिरहेको छ, मैले सिटी लगेर गएको नि त। उनीहरू फाल्गु नन्द चोकमा मलाई पर्खेको रहेछ क्या। अनि त्यहीँदेखि रिसिभ गरेर लगेँ देवकोटा चोक। देवकोटा चोकमा चाहिँ मेरो साथीहरू अघि पुगेर ऊ टिकटक बनाउनु थालिरहेको रहेछ। ऊ अर्को पनि गइहाल्छ हो, यिनीहरूको बानी नै यस्तै हो, टिकटक बनायो कि त पुगिहाल्नु पर्ने क्या यिनीहरूलाई। अनि यहाँ चाहिँ केकहरू एकदम राम्रो राम्रो पाउँछ। अनि त्यहाँदेखि डिजाइन पनि राम्रो राम्रो छ, मिठो पनि छ। अनि यो एउटा केक हेर्नु न कस्तो राम्रो नि, मलाई चाहिँ कस्तो राम्रो लाग्यो क्या यो केक चाहिँ। पछि मेरो बर्थडेमा पनि किन्नु पर्यो यही केक। अनि मेरो साथी चाहिँ हेर्नु न त्यहाँनिर फोटो खिचेको भनेर स्टाइल गरिहाली। अनि एउटा केक बोकेर हामी चाहिँ फेरि सिटी चढेर लाग्यौँ। अनि एउटा मेरो साथी हेर्नु, यो क्यामेरा तेर्सायो कि उसको अनुहार निकाल्नुपर्छ क्या। मेरो अर्को साथीलाई चाहिँ दमक चोकदेखि रिसिभ गरेको। अनि उनी चाहिँ हेर न कति राम्री भएर आउँदैछिन् नि। अनि सबैजना सिटीमा बसेर अब यिनीहरूको गफ सुरु हुन्छ है। यिनीहरू गफ गरेर कहिले थाक्ने पनि होइन, यिनीहरूको गफ सक्ने पनि होइन। के बोल्छ जति बेला बोलेकै एउटा बोलिसक्छ। अनि फेरि अर्कोको पालो आउँछ, फेरि एकजना बोल्छ, फेरि अर्कोको पालो बोल्छ। म चाहिँ सुन्छु, तर मलाई यादै हुँदैन क्या, भिडियो खिच्ने सुरमा मात्रै हुन्छु नि त म चाहिँ। अनि त्यही भएर थाहा हुँदैन। अनि यिनी छिन् नि, यसलाई चाहिँ नि यति धेरै बोल्नुपर्छ कि यसको गफ सुनेन भने फेरि रिसाइ हाल्छ हो। उसको गफ चाहिँ सुनिदिने मान्छे चाहिँ हुनुपर्छ। यो बोलेर चाहिँ कहिले पनि थाक्दैन है। तपाईँहरूले पनि भेट्नु भयो भने यो मेरो साथीलाई छक्कै पर्नुहुन्छ उस बोलेको सुनेर। कति बोल्छ, पालो बोल्दैछ सबैजना। अनि अब हामी चाहिँ पुगेको है, यो चाहिँ नि धरमपुरको फुलबारी चोकदेखि थोरै तल, तर कति किलोमिटर छ भनेर चाहिँ थाहा भएन। तर हामी चाहिँ हर्के हाउस भन्छ यहाँ चाहिँ। अनि हामी चाहिँ त्यहाँ पुगेर एक गर्ले ओर्ल है केटी हो, म भिडियो बनाउँदैछु भनेर म चाहिँ अगाडि निस्केर उनीहरूको भिडियो बनाउँदैछु क्या। अनि सबैजना निस्क्यो। हाम्रो सिटीको भाइ चाहिँ अलिक तल पर्खिन्छु ल दिदी भनेर हुन्छ भने। अनि मैले पनि, अनि हामी चाहिँ भित्र लाग्यौँ। हर्के हाउसले दामी घर बनाउँदै रहेछ। अनि यहाँ चाहिँ मलाई एकदमै मनपर्छ। अब सधैँ पनि हामी आउँछौँ यहाँ चाहिँ। जाडो महिनामा चाहिँ यो बाहिर बस्दा पनि एकदम रमाइलो हुन्छ नि त। जाडो हुन्छ नि, घाममा बस्दाखेरि चाहिँ रमाइलै हुन्छ। अहिले चाहिँ गर्मी छ, गर्मीले गर्दा हामी चाहिँ कहाँ चाहिँ शीतल छ, कहाँ चाहिँ फ्यान त सबैमा छ, तर हामी चाहिँ सबैभन्दा माथिल्लो छेउमा गएको। अनि यहाँको दृश्यहरू पनि हेर्नु न, हरियाली छ, बोट बिरुवाले झपक्क ढाकेको। अनि माछा पोखरी पनि छ, एकदम राम्रो छ। तपाईँहरू पनि आउनु होला सबैजना। अनि यहाँ हेर्नु ल कति धेरै बोट बिरुवाहरू रोप्नु भएको छ क्या। हेर्नु न, आँप पनि लटरम्मै फलिरहेछ पुरा। आँप पनि कस्तो मजाले फलिसकेको छ, कत्रो पो छ त फेरि आँप पनि। अनि हामी चाहिँ सबैभन्दा माथिल्लो छेउमा गएर बस्यौँ। त्यहाँनिर टेबलहरू मिलाउँदैछ कसैले चाहिँ छाता ओढेर त्यहीँ भित्र पनि बसि नै राखेको छ। अनि अहिले चाहिँ त्यस्तो केही उयो भर्खर पुगेको नि त, गर्मी पनि भयो। अनि एकछिन हामी चाहिँ बाहिर गएर आउँछौँ भन्दैछ यिनीहरू चाहिँ। कसै चाहिँ बसो, कसै चाहिँ बाहिर स्टाइल गरिहाल्छ यिनी चाहिँ नि। अनि अर्को मेरो साथी बसिराखेकी छिन्। अनि आज चाहिँ नि मेरो साथीको बर्थडे थियो। अनि म तिमीहरूलाई धरमपुरको हर्के हाउस लान्छु है भनेर उसले भनेको थियो नि त। अनि हामी चाहिँ धरमपुरको हर्के हाउस आएको। अनि उसको बर्थडेमा नि उसले यस्तो के लाउनु मन पराउँदैन कि, ह्याप्पी बर्थडे लेखेकोहरू केहरू उसले लाउनै मन पराउँदैन। अनि एउटा इत्रो केक बोकेर आएर उसलाई काटिदिएर हामी खाँदैछौँ। उसलाई फेरि केक टिका लगाइदिउँ भन्दा पनि उनी त मान्दिन र त, उसको मेकअप बिग्रिन्छ भनिहाल्छ पो त। अनि हामीले अघि अर्डर गरेको थियौँ। अनि त्यहाँदेखि अब हाम्रो अर्डरहरू पनि भट्टाभट फेरि एकैचोटि आइदियो क्या, सबै खानेकुराहरू। अनि त्यसपछि हामीले चाहिँ के भन्छ, राँगाको सिकुटी मगाएको थियौँ। अनि त्यहाँदेखि बङ्गुरको तारेको मासु। अनि मैले चाहिँ सिकुटी खाँदैछु। मलाई चाहिँ फेरि सबै कुरा चाख्नुपर्छ नि, अगाडि नै आउने बित्तिकै एउटा गर्दै चाख्नु थालिहाल्छु कुन चाहिँ मिठो छ भन्दै। अनि त्यहाँदेखि चाख्दै गएँ म चाहिँ प्रत्येक सबै, तर मिठो, एकदम मिठो लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? अब खानेलाई त स्वाद थाहा छ होला, तर नखानेहरू पनि आउनुहोस् खानुहोस्, एकदम मिठो छ। अनि यो चाहिँ चटपटे भुजा चटपटे कि सिकुटी चटपटे हो।
सिकुटी चटपटे सिकुटी भन्छ होला हौ यसलाई। अनि मलाई चाहिँ एकदम मिठो लाग्छ क्या, मेरो चाहिँ फेभरेटै जस्तै हो। अनि अब चाहिँ म बसेरै खानु थालेँ, एकदम मलाई यही मन पर्यो, अब म चाहिँ यही खान्छु है भन्दै खानु थालेँ। अनि कति बेला चिसो ल्याउँछ भनेर म चाहिँ हेर्दै पनि छु, हेर्दै खाँदै पनि छु। म सबै नै खान्छु, फेरि एउटै चिज मात्रै खाँदिनँ, भरको ल्याइदिएको सबै खान्छु। अनि अब हामी चाहिँ घर फर्किनु पनि छिट्टो फर्किनुपर्छ क्या हामीले चाहिँ। अनि हामीले छिटो गरेर फर्किनुपर्ने हुन्छ। हाम्रो घरमा बच्चा छ कसैको, अनि त्यहाँदेखि कसैको पसल, कसैको त्यहाँदेखि त्यस्तै सबैको आफ्नै कामहरू हुन्छ। तर मेरो चाहिँ छैन है, त्यतिमा चाहिँ मेरो चाहिँ काम छैन। तर पनि छिटै अब साथीहरूसँगै आउनुपर्ने हुन्छ। अनि त्यही भएर हामी छिट्टै घर फर्किन्छौँ। हामीलाई 3:30 देखि 4 बजीभित्रमा चाहिँ घर पुग्नै पर्छ, नभए त मारिहाल्छ। अनि त्यहाँदेखि टिकटक चाहिँ बनाउँ है एकैछिन भए पनि भनेर हामीले चाहिँ टिकटक बाहिर निस्केर बनाउने सल्लाह गऱ्यौँ। अनि त्यहाँदेखि म कति तिमीहरूलाई मात्रै देखाउनु, मेरो आफ्नो थोप्रा चाहिँ देखाउनु परेन भनेर के अगाडि क्यामेरा मात्रै तेर्साएको थिएँ, मेरो साथी कुद्दै आइहाल्यो मेरो अनुहार जोड्नलाई। अनि त्यसपछि उसलाई पनि निकालिहालिदिएको नि त। अनि मैले चाहिँ आँप मागेँ क्या, मेरो छोरीको याद आइहाल्छ नि त मलाई यस्तो आँपहरू अमिलोहरू देख्दा। अनि मागेँ, अनि मैले टिपेँ, झोला पनि मागेँ, आँप पनि मागेँ। अनि त्यसपछि आँप टिपेर म चाहिँ लागेँ। फेरि अरू मेरो साथीहरू चाहिँ टिकटक बनाउँदैछ सबैजना मिलेर। उनीहरूलाई टिकटक चाहिँ कति बनाउनुपर्छ, कसै नाच्दै गरेको बनाउँछ, कसै हिँड्दै गरेको बनाउँछ, कसै के गर्दै गरेको बनाउँछ। उनीहरू आफ्नै तालमा छ। म चाहिँ फेरि यिनीहरूको भिडियो खिच्नु खुबै मन पराउँछु क्या, त्यही भएर म चाहिँ भिडियो खिच्छु। अनि त्यहाँदेखि हाम्रो अघि आउने सिटीको भाइले चाहिँ नि केही पनि खानुहुन्न नि त, त्यही भएर मैले एक्सट्रिम लगिदिएको खानलाई। उहाँले केही पनि खानुहुन्न, एक्सट्रिम चाहिँ खानुहुन्छ होला भनेर लगिदिएँ। अनि हामीले सबै टिकटक सिकटक सबै बनाइसकेर अब हामीले सिटीमा चढ्यौँ है। हामीलाई घर पुग्नु छ छिट्टै। केर्खा पुग्यौँ हामी होइन। केर्खा हुँदै एउटा साथीको घर आइपुग्यो। घर आइपुगेर उसले बाई पनि भनी। अनि पालो फेरि अर्को साथीको घर आएर बाई भनी। अनि अब बर्थडे गर्लको घर आउँछ, अनि उसले पनि बाई भनी। अनि लास्टमा मेरो साथीको घर, अनि त्यहाँदेखि उसले पनि बाई भन्दै म पनि बाई भन्छु। बाई बाई।